गुड मर्निङ अनि सुप्रभात तपाईहरु सबैजनालाई आजको यो सुन्दर बिहानीको समय तपाईहरु सबैलाई स्वागत गर्न चाहन्छु। एउटा नयाँ विषय लिएर आएको छु जसरी हामी सम्बन्धको विषयमा सानो सानो टिप्पणीहरू सिकिरहेको थियौं र आशा गर्छु तपाईहरुले यो प्रयोग गर्दै हुनुहुन्छ। हुन त मान्छे हो हामी, कतिपय बिर्सी पठाउँछौं, तर पनि तपाईहरुले आफ्नो समयमा जति बेला प्रयोग हुन्छ यो कुरोलाई हामी जब आफ्नो व्यक्तिगत जीवनमा प्रयोग गर्न थाल्छौं धेरै फाइदामन हुन सक्छ। कसैले पनि दबाई किनेर राख्यो भने त्यो दबाईलाई नखाए जाति हुन सक्दैन। त्यस्तै हो, सानसानो कुरोहरू हामी सिक्दैछौं, त्यसलाई आफ्नो जीवनमा प्रयोग नगरी त्यसको फाइदा हामी देख्न पाउँदैनौं। र आजको विषय चाहिँ के छ भन्दाखेरि चाहिँ अफर्मेशन्स इन आवर रिलेसनशिप, हाम्रो सम्बन्धमा समर्थन हुनु। भन्नुको अर्थ चाहिँ हाम्रो सम्बन्धमा जे पनि हुन्छ त्यसलाई स्वीकार लिनु। मलाई आज पनि एउटा घटना याद आउँछ। मेरो आमा जसलाई म धेरै माया गर्थेँ, उहाँ अहिले यो संसारमा हुनुहुन्न। अनि जब पनि म स्कुलमा कसैले मलाई कुट्थ्यो अनि म रुँदै आउँथेँ, मेरो आमाले अङ्गालो मार्नुहुन्थ्यो अनि मलाई माया गर्नुहुन्थ्यो। त्यति मात्र होइन, कोही बेला मलाई रिस उठेको बेला, म खुसी भएको बेला उहाँ पनि मसँग एकदमै खुसी हुनुहुन्थ्यो। तर आज त्यो कुरोहरू म मिस गर्छु। किन भन्दाखेरि चाहिँ त्यो कुरोहरू आजको दिनमा कतिपयचोटि हाम्रो सम्बन्धहरूमा भेट्न पाउन एकदमै गाह्रो पर्छ। तर मैले त्यहाँबाट एउटा सिद्धान्त के सिकेको थिएँ भन्दाखेरि चाहिँ फाइन्डिङ एन अफर्मेशन्स। बाइबलको वचनले हामीलाई यस्तो प्रकारले सिकाउँदछ। रोमीको 12:17-15 भनौँ न है, 15मा यस्तो प्रकारले लेख्छ, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। के भन्न खोजेको? त्यस्तो हुन्छ र कहिले हुँदैन नि, होइन? आनन्दसँग आनन्द गर्ने, रुनेहरूसँग रुने गर्ने। कहिले कहिलेचोटि के हुन्छ भने हाम्रो साथी मित्र, हाम्रो सम्बन्धमा कोही व्यक्ति एउटा दुःख भइरहेको हुन्छ, उसको मनमा वेदना भइरहेको हुन्छ, भित्र कुराहरू बोल्नु सकेको हुँदैन, एउटा मनमा भारीपन भइरहेको हुन्छ। अनुहार हेर्दाखेरि तपाईँले हामीले देख्छौँ, के भइरहेको छ तिमीलाई, ज्यादा नसोच्नु नगर है, त्यो कुरोले तिम्रो मन नखान्छ है, बिग्रिन्छ है पारा, सोच्नु बन्द गर्नु थाल्नु हुन्छ है। फेरि हामी विभिन्न प्रकारको लजिकहरू लगाउन थाल्छौँ, होइन? तर बाइबलले हामीलाई कहिले पनि लजिक दिनु भनेर लेखेको छैन। बाइबलको वचन जो परमेश्वरले हामीलाई बनाउनु भयो, उहाँले हाम्रो इमोसनको पनि ध्यान राख्नुहुन्छ अनि हाम्रो सम्बन्धको पनि ध्यान राख्नुहुन्छ। त्यसको आधारमा उहाँले भन्दै हुन्छ, रुनेसँग रुव अनि खुसी मनाउनेसँग खुसी मनाऊ भनेर भनिरहेको छ। भन्नुको अर्थ चाहिँ एफर्मेसन्स, भन्नुको अर्थ चाहिँ समर्थन हुनु। ऊ खुसी हुँदाखेरि उसँग खुसी हुनु, ऊ दुःखी हुँदाखेरि दुःखी हुनु। मलाई अहिले पनि थाहा छ, मेरो एकदमै प्रिय घनिष्ठ साथी जसलाई म अति धेरै प्रेम गर्छु, होइन? उसलाई जब म हेर्छु, दुःख देख्छु, अनि म यति नै भन्छु, म उसलाई अङ्गालो मार्छु अनि सब ठिक हुन्छ, आस्ते आस्ते सब ठिक हुन्छ। अनि म उसँग रुँदाखेरि रुन्छु, उसँग ऊ हाँस्दाखेरि म हाँस्छु। त्यसो गर्दाखेरि के हुँदो रहेछ भन्दाखेरि चाहिँ हाम्रो सम्बन्धमा एफर्मेसन भन्छ, समर्थन रहेछ। ओके, म उसको इमोसनदेखिको लिएर विपरीत बोलेको छुइनँ, होइन? सायद म यस्तो हुनसक्छ, तपाईँको जीवनसाथी या तपाईँको मित्र या तपाईँको घर परिवारमा जो पनि व्यक्ति छ एकदमै दुखित भइरहेको छ अरे, आमाम के बिना सोचेको हौ, वाक्कै लाग्दो, यस्तो प्रकार त हुँदैन है, चल्दैन, आफूलाई खडा गर्नुपर्छ, उभिनुपर्छ। त्यो प्रकारको हाम्रो प्रतिक्रिया हुन्छ, जहिले पनि हाम्रो रेस्पोन्स त्यो प्रकारको हुन्छ। तर होइन, हामीलाई परमेश्वरको वचनले सिकाउँदछ कि रुनेसँग रु अनि हाँस्नेसँग हाँस। सम्बन्धको लागि सबभन्दा इम्पोर्टेन्ट कुरो के हुन्छ? एफर्मेसन्स, समर्थन हुनु जरुरी छ। जहाँनिर तपाईँको पार्टनर, तपाईँको प्रिय मित्र, तपाईँको घर परिवारमा साथी, नानीहरू जो पनि छ, उनीहरूको भावनालाई भ्याल्यु गर्नु सिक्नुपर्छ। जब हामी उनीहरूको भावनालाई भ्याल्यु गर्छ, अटोमेटिकली त्यो एउटा जागृति, उसलाई सामर्थ्य हुन्छ अनि त्यो सम्बन्ध मेन्टेन भएर बस्छ। त्यसले गर्दाखेरि हाम्रो लजिक लगाउनु होइन, पोइन्ट दिनु होइन, उसलाई के भइरहेछ त्यो कुरोमा चाहिँ हामी समर्थन हुन सक्छौँ। अनि आजको दिनमा यो धेरै ज्ञानहरू भएको छ। आज एउटा होइन क्लिकमा गुगलमा लाखौँ करोडौँ भन्दा पनि आजभन्दा 80 वर्षको अगाडिको समयमा जतिको ज्ञान र विवेकहरू हाम्रो अगाडि थियो, त्योभन्दा कई गुणा, सैकडौँ गुणा ज्यादा चाहिँ त्यहाँनिर हाम्रो त्यो
इन्फर्मेसन्सहरू ज्ञानहरू हामीले पाएको छौँ र त्यसले गर्दाखेरि आजको दिनमा हामीले एफर्मेसन चाहिँ एकदमै जरुरी छ एक दुसराको भावनालाई बुझ्ने अनि सपोर्ट गर्ने र आशा गर्छु तपाईँहरूलाई यसले केही कुरो मद्दत मिलेछ अनि आज फेरि पनि तपाईँहरूलाई एउटा चुनौती दिन चाहन्छु एकजना व्यक्तिलाई खोज्नुहोस् जो खुसी छ भने उसँग खुसी हुनुहोस् दुःखी छ भने उसँग पक्रेर भन्नुहोस् म तपाईँलाई म भन्नु सक्दिनँ म तपाईँसँग बसिरहेको छु तपाईँले मसँग यो कुराहरू साट्दै हुनुहुन्छ कति खुसी लागिरहेको छ मलाई म बुझ्न सक्छु तपाईँ कस्तो खालको वेदनामा भएर जाँदै हुनुहुन्छ हैन म जान्दछु म जान्दछु तपाईँले कस्तो प्रकारको सोच्दै हुनुहुन्छ सायद म बुझ्न सक्दिनँ होला तर म एउटा कुरा गर्न सक्छु म तपाईँको निम्ति एउटा असल सोच्न सक्छु असल कुराहरू गर्न सक्छु मेबी हामी गर्न सक्दैनौँ तर यो कुरोले के गर्छ भने एउटा व्यक्तिलाई प्रोत्साहन दिन्छ म बुझ्न सक्छु तपाईँको पेनलाई मैले पनि त्यो खालको अनुभव गरेको छु हैन हामी आफ्नो लजिक दिनुभन्दाखेरि चाहिँ बेटर चाहिँ हामी त्यसरी एक दुसरालाई अफर्म गर्न सक्छौँ हुन्छ तपाईँहरू सबैलाई धन्यवाद छ अनि आशा गर्छु यसले तपाईँलाई निश्चय नै केही न केही मद्दत मिल्नेछ अनि हाम्रो सम्बन्धलाई बरकरार राख्नको लागि फेरि एउटा तपाईँहरूलाई टिप्पणी पाउनुभएको छ भन्ने कुरा आशा गर्दै भोलि बिहान फेरि भेट्नेछौँ गड ब्लेस यु टेक केयर